फेरि सुनौँ ल यो पुरै सुनौँ केटा 18 प्लस ल एकचोटि 18 प्लस है सानोहरूले चाहिँ एकचोटि प्लिज कोही कसैले मैले अगाडि कसैले हेडफोन लाउनु भएको छैन हेडफोन लाउनु कोही दिदी बहिनीहरूसँग टिभीमा हेर्दै हुनुहुन्छ नि एकछिन साउन्ड अफ गर्नु ल म यो एकचोटि यो पण्डित बाजेको पुरै भिडियो मैले हेरेको छैन एकचोटि हेर्छु क्या म तिमी के वरदान माग्छौ म तिम्रो भक्तिदेखि ज्यादै प्रसन्न भए वरदान माग बालक वरदान माग म तिमीलाई वरदान दिन तयार छु गुरुदेव मेरो तपस्याबाट तपाईँ प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो वरदान दिनुहोस् मलाई रातभरि निन्द्रा लाग्दैन मलाई एउटा युवती दिनुहोस् यदि तपाईँ मलाई वरदान दिनुहुन्छ भने हे मूर्ख बालक तँलाई युवती वरदान दिनु म चिन्ने रानीको छोरा म त कयौं वर्षदेखि युवती नभेटाएर छटपटेर जंगल जंगल हिँडिरहेछु भने तँलाई युवती वरदान दिनु म चिन्ने रानीको छोरा त्यो युवती अहिले मैले पाउनु भने म त्यसलाई यस्तो चिग्ने थिएँ यस्तो चिग्ने थिएँ यस्तो चिग्ने थिएँ यो अति रहेछ मैले सुनेको थिइनँ यार कसम मैले यो सुनेको थिइनँ यार मैले यो सुनेको थिइनँ यार हट अति रहेछ यो अलि ठिक्क त्योसम्म त ठिकै हो कि त्यो अहिले लम कि लम भन्न थालेपछि चाहिँ मलाई सुन्न मन लागेन यार थट मागरिता अरे के अरे गानाको नाम चोटि